है आज चाहिँ मेरो काम नभएको कारणले डे अफ छ। डे अफमा आज घरमै परिवारसँग रमाइलो गरौँ, मेरो मसिनो खाउँ भनेर चाहिँ आज भोकको वाचिपा बनाउँदै थिएँ। यो घरमै पालेको थिएँ, आजदेखि छैन कुखुरा। वाचिपाको आइटम यो हो। अनि अहिले यो यतिको बन्दैछ। अब एकछिनबाट अर्को आउँछ आइटम मजाको। आज चाहिँ यो विशेष चाहिँ के भन्दाखेरि भनेको विकेन्डमा मेरो नाना छोराको ह्याप्पी बर्थडे पनि परेहाल्छ। त्यही हिसाबले परिवार बसेर मिठो मसिनो चट्टा खुवाउन भन्ने खालको सल्लाह भयो घरमा। त्यस पछाडि यो वाचिपा फुल हालेको कुखुरा हो। वाचिपा यो बन्नलाई रेडी भएछ। अहिले वाचिपा बनाएपछि त्यो पनि म लाउनेछु। लगाइदिए साथी हो मनपर्छ वाचिपा खाने होइन तरिकाहरू म देखाउँछु। आइटमहरू कसरी बनाउने वाचिपाको रेसिपी भन्ने खालको सेयर गरिदिन्छु है। त साथीहरू कसैले नजानेको नजानेको छ भने अब त्यसलाई यसो मिलाएर बुझेर बनाएर खाँदा हुन्छ। ओके, थ्याङ्क यू। यसरी बनाउनु चाहिँ तिते चाहिँ नि यो चाहिँ नि ढोडाको हो होइन। अब त एउटा कोइला जस्तै हो यो खानु पर्दाखेरि चाहिँ, तर यसको ढिलो खानुपर्छ। यसले मासुसँग मरेर यस्तो। अब यसलाई अझै चाल्दै बाँकी छ। यो स्टार्ट मात्रै गरेको मैले बनाउनु लाग्यो। तितेको आइटम हेर्दै गरौँ है साथीहरू। फुल्न आँटेको कुखुरा मात्रै राम्रो हुन्छ है। फुल्न आँटेको अन्डा फुटेको छ यार। ठिक खतम भयो नि। फुल्दै थियो के हो, कहाँ झारेको थियो यसले अन्डा। भयो हौ। अब नौला चाहिँ फालिन्छ तितेको कुखुराको होइन। अब हामीले तिते काट्ने कसरी त भन्दाखेरि भनेको चाहिँ नि यसरी हो। तिते काट्ने हाम्रो राईलिम्बूको चाहिँ अरूले चाहिँ मैले पिस लगाइदिएको थिएँ। र पिस लाउँदाखेरि भनेको चाहिँ यो तितेसँग छुट्टिन्छ, खाना लाग्छ त्यसमा। मरमसलासँग फाल्टै रहन्छ। तितेमा कम्ती मासु हुन्छ र चोक्टा बनायो भने चाहिँ पिस बनायो भने चाहिँ कसैले चोक्टै मात्रै निकालेर खाइदिन्छ। अनि त्यो धुलोहरू मात्रै अरूले भेट्छ अन्त्यमा। र यो चाहिँ यसरी बनाइन्छ। यो त अझ तिते लगाएर ट्याक पार्नु। अनि तिते बनाउने तरिका पनि धेरै किसिमको निस्किएको छ हाम्रो समाजमा। लोकलको चाहिँ यसरी बनाउनुपर्छ तिते, अथवा राईलिम्बूले चाहिँ यसरी बनाएर खान्छु। अहिले पनि खान्छ होला, अलिकति टेबल तरिकाले पनि बनाउँछ चाहिँ म तितेको आइटम बनाउँदैछु। यो हाम्रो राईलिम्बूले चलाउने अदुवा हो। झिङ्गा पनि टन्ने रहेछ। यो अलिक पहिरो बसेपछि यसरी तिते काटिन्छ है। मसिनो चट्ट अदुवा। अब यसमा यसरी धुलो लगाइन्छ। तितेको यहाँ पनि धुलो झरेको छ। यसले मोल्ने हो। अहिले मोलेको देखाउँछु है। ल तितेको आइटम आउँदैछ। वाचिपाको चाहिँ अलिक यता लिन्छ। वाचिपा चाहिँ यस्तो हुन्छ, अलिक
छुट्याएको छैन अचानक राम्रो नभएर यस्तो मसिनो हुन्छ सब्जी खाना त यो भइगयो होइन अब यसरी हामीसँग केही छैन सिम्पल अदुवा लाग्छ अदुवा अलिक कम्ती छ आज मेरोमा सकिएको छ लसुन अब यसमा भरे मरमसला अनि यसमा खाना पर्छ अब यो चाहिँ अब यसरी लाउँछु म यो कालो भन्छ ल यो अलिकति त्यही छ होइन यो लगायो अनि यो सबै लाउँछु यहाँ अलिक यहाँ सब कालो कालो देखिँदैछ तर सबै तितेको है साथीहरू अप्ठ्यारो नमान्नलाई घिनाउने तरिकाले खाँदा चाहिँ भन्नुहुन्छ होला फेरि सरी त्यस्तो होइन यसरी भयो यो तिते अब कति मनपर्छ मैले चाहिँ यसलाई यस्तो गरेर यसरी लाएँ होइन कति लाउँ यति नै अलिक खाना लाउने त्यसै यो नेक्स्ट टाइमलाई यसरी झप्पसँगले यसमा खुट्टा पखेटा मासु रन्द्र भुँडी हरेक किसिम लगाएको हुन्छ यहाँनिर मासुको अङ्गहरू चाहिँ यहाँ चाहिँ अब तितेमा कडकड खाने भन्ने हुँदाखेरि टाउको पखेटा खुट्टा चाहिँ यसलाई स्पेसल मानिन्छ यस्तो हुन्छ भयो भयो चट्टैसँग यसरी भुटिन्छ तेल लगाउँदै पानी लगाउँदै पाकेपछि यता पनि उतातिरको सुप खानालाई चाहिँ हामी तिते नै लाएर बनाउँछ लाएर त्यो कालो कालो कलर यस्तो छ तिते रेडी भयो चित्ते अघिको मसला केही छैन यो पिटेलाकै झोल हो मासु यसरी खानुहुन्छ टमेटो